सो हाई एभ्रिवान, आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि म तपाईहरुलाई मेरो च्यानलमा स्वागत गर्छु र मेरो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्स्क्राइब गरिदिनुस् ल। र अहिले चाहिँ फिलहाल म यहाँ कोलोनी मोडमा छु। एक्चुअली म हिजो कोलकाता आएको थिएँ अनि अफिसियल पर्पसमा म यहाँ कोलकाता आएको थिएँ हिजो। सो अहिले चाहिँ म फर्किँदैछु अनि फिलहाल चाहिँ 9:15 रहेछ र मेरो बस चाहिँ 9:45 तिर छ। सो अलिक छिटो आइपुगेँ। मेरो घडीमा अलिकति घडीको ब्याट्री सकेको छ। सो त्यहाँ गएर रिपेयर गरिकन आएको, ब्याट्री चेन्ज गरेर। र यो जग्गा चाहिँ एज युजुअल कोलोनी मोड भन्छ कोलकाताको। सो यहाँबाट चाहिँ सिक्किम, यहाँबाट चाहिँ सिलगढी जाने बसहरू आउँछ। एज यु क्यान सी यो चाहिँ इजी राइड रहेछ यो। सो यो बस चाहिँ इजी राइड। मैले बुकिङ गरेको चाहिँ मैले बुक गरेको बस चाहिँ लोकनाथ भन्ने छ। सो इजी राइडहरूमा चाहिँ सिटै पाइनँ मैले। सो त्यही भएर चाहिँ लोकनाथमा गरेको अनि अलिकति महँगो पनि थियो। र अहिले चाहिँ म घर फर्किँदै गरेको किनकि भोलि स्याटरडे हो अनि आज नै जानुको कारण चाहिँ भोलि स्याटरडे हिलिङ एन्ड डेलिभरेन्स हुन्छ। सो त्यो पनि भ्याउनुपर्छ अनि त्यही भएर म आज बेलुका नै निक्लिहालेको। र आई गेस भोलि बिहान आई थिङ्क 9 नभए 8:30 चाहिँ म पुग्छु बिहान। सो यहाँदेखि म कन्टिन्यू कस्तो रहेछ लोकनाथ बसको सर्भिस म तपाईँहरूलाई त्यसको पनि जानकारी दिनेछु। र अहिले चाहिँ फिलहाल त्यस्तो गरम त छैन आज कोलकातामा किनकि अहिले समर सिजन अनि पानी पर्नु रेनी सिजन लागेको रहेछ। सो त्यही भएर त्यस्तो गरम छैन। ह्युमिडिटी चाहिँ निकै बेसी नै छ अनि त्यही भएर अहिले चाहिँ फर्किँदै गयो। र धेरै दिन बादमा भन्दा पनि धेरै महिना बादमा म फेरि पनि ब्लगिङ गर्दैछु। र यस्तो छ अहिले लाइफ बिजी छ अनि बिजी भएको कारणले गर्दामा मैले ब्लगिङ गर्नु सकेको छुइनँ। ट्राभल ब्लगहरू मेरो कम्ती आउँदैछ र त्यही हो मेरो अलिक बिजी छ लाइफ चाहिँ अहिले। र डिनरहरू पनि केही पनि गरेको छुइनँ, भोक लागिरहेछ। आई थिङ्क अहिले बाटोमै म भयो भने कहाँ रोक्छ यिनीहरूले। सो त्यो अनि त्यहाँनिर डिनर गर्नेछु। र अहिले चाहिँ भोक पनि लाग्दैछ। खाउँ भन्यो भने यो जग्गामा अलिक राम्रो पाउँदैन, पुरा मैला लाग्छ म चाहिँ यहाँनिर। त्यही भएर अलिकति खानु अलिक दिकमिक लाग्छ यहाँनिर। सिटी अलिक उता भए चाहिँ सफा पाउँथ्यो, तर यहाँनिर अलिक त्यस्तै छ, फास्टफुडहरूमा त्यस्तो सफा हुँदैन। र यो चाहिँ मोडर्न ट्राभल रहेछ, दामी शानदार बस। मेरो पनि सिट चाहिँ सिङ्गल स्लिपर सिट हुन्छ यस्तो। मेरो पनि सिङ्गल स्लिपर नै छ। तो आराम से जाएंगे घर, सुबह सिलगुड़ी पहुंच जाएंगे हम। सुबह आई गेस 8:30 में पहुंच जाएंगे। उसके बाद गाड़ी पकड़कर सीधा सिक्किम तरफ। र किन गएको भन्दा चाहिँ मेरो अलिक काम त्यस्तै छ अहिले। र त्यही भएर चाहिँ म एक दिन गर्दै म फर्किहाल्दैछु। त्यस्तो छ अहिले चाहिँ। र माफी चाहन्छु, मेरो अलिक कन्सिस्टेन्सी अलिक कम्ती छ। त्यही हो, बिजी भएर ब्लगिङ गर्नु पाएको छुइनँ। घुम्नु पनि कहीँ गएको पनि छुइनँ अहिले। र अहिले सेवाका हेर्नु पनि टाढो भएको छुइनँ। सो जानु पाएको छुइनँ। सो त्यही भएर चाहिँ ब्लगिङहरू केही पनि हालेको छुइनँ मैले। भिडियोजहरू पुरा मेरो कन्सिस्टेन्सी पुरा कम्ती भएको छ। र ट्राई गर्दैछु भिडियो गर्नु। सो आज चाहिँ म फर्किँदै गरेको भिडियो बनाउँछु। सो तपाईँहरूलाई मन पऱ्यो भने कमेन्ट गर्नु सक्नुहुन्छ। इन्फर्मेसन, यो भिडियो चाहिँ अलिकति इन्फर्मेसनको लागि पनि मैले बनाएको। र बस लोकनाथ बस सर्भिस कस्तो दिएको छ त्यो पनि तपाईँलाई अब जानकारी दिनेछु। यो पनि लोकनाथ हो, यो चाहिँ 9 बजीको बस रहेछ। सो गइसक्यो। अब नेक्स्ट चाहिँ मेरो म जाने बस आउँछ। यतिको झन् पऱ्यो नि, डाइहाइड फ्यान पुष्पाको डाइहाइड फ्यान रहेछ। झुकेगा नै साला भने पोजमा। सो अलमोस्ट अब बस अन टाइममै छ मेरो। मैले भर्खर ट्र्याकिङ हेर्दाखेरि चाहिँ सो भर्खर ट्र्याकिङ हेरेको थिएँ, बस अन टाइममै देखाइरहेछ।
आई गेस अब 30 मिनट्स बादमा आइपुग्छ होला। सो फास्टफुडमा चाहिँ यही कारण म खान मन पर्दैन। यहाँ हेर्नुहोस् है धोको पानी कस्तो छ, यस्तो पानी रहेछ। अब साबुन लगाएको छ, यसलाई पुसपास मात्रै पार्छ। अब त्यही हातले पान बनाइदिँदैछ ऊ। यस्तो खायो भने त त्यही हातले पान बनाउँदैछ। चकलेट पानीले धुनु थाल्यो। कोही चियाले नै धोको बराबर भयो। अङ्कलले सफा त सफा राख्दो रहेछ, तर पानी नै भएन नि। धुनु चाहिँ सबै मजाले धुँदो रहेछ, तर पानी चाहिँ राम्रो पानी, त्यही कालो पानीले अङ्कलले डल्लै धुइसक्यो। यहाँ साबुनै साबुन छ यो मग र ग्लासमा। अब हेर्नुहोस् है, त्यसले पखाल्छ। अब हेर्नुहोस् है, त्यसले पखाल्छ। अब जाली पनि पखाल्दैछ, सफा भयो। अब र भिज्छ। ओ भाइ फिनिस। सो अहिले चाहिँ फिलहाल म अलिक यता आएको छु अल्छी लागेर। अनि यहाँ चाहिँ मैले एकदम दामी जिम भेटेँ, गोल्ड स्टार जिमर। सो राइट साइडमा यहाँनिर फुटबल ग्राउन्ड रहेछ। अल्छी लागिसक्यो, यो चाहिँ पक्का होला। फाइनली आइपुग्यो बस। सो यो मेरो चाहिँ आजको जस्तो छ। सो जुत्ता चाहिँ यहाँ राखिदिउँ, सुक्खा छैन रहेछ। अनि पानीको बोतल पनि यहीँ राखिदिउँ। सो यो चाहिँ पानीको बोतल पनि यहीँ राखिदिन्छु। अनि यहाँ यसलाई के भन्नु, डिनर भन्नु कि के भन्नु अब। सो यहाँ यिनीहरूले पानी दिँदो रहेछ, एउटा पानीको बोतल। अनि एउटा प्याकेट डिनरहरूलाई। सो एउटा ब्ल्याङ्केट। अनि अब चाहिँ यहाँ लगाइन्छ अब पर्दा। लाइट चाहिँ एसी पनि रहेछ। अनि चार्जर पोर्ट रहेछ। सो बैग को करते हैं साइड, इसको भी करते हैं, इसको भी इधर ही रख देते हैं अभी। तो शीतल गरम में पैक भइरहेको थियो, ह्युमिडिटीले पुरा। अब चाहिँ सुइन्छ खर्दिमा त पनि सो मजाको रहेछ। सो अब चाहिँ यहाँबाट बिहान सो पुग्ने टाइम चाहिँ मेरो 9:45 देखाउँदैछ अहिले। 9:45 देखाउँदैछ। यो चाहिँ कति बजी हुन्छ अहिले, एप्रोक्स कति बज्यो भने टक्कै 10:45 चाहिँ 1 आवर लेट भएको रहेछ। फर्स्ट चिसोमा टक्कै 1 आवर लेट भएको थियो। सो टक्कै अब 10:45 मा यो प्याकेटमा चाहिँ के रहेछ हेर्नु। ओ भाइ क्या है, खोल्थे यसको। एउटा पेस्ट्री रहेछ यहाँनिर, पेटिस, अनि एउटा नेकपिन पेपर, अनि एउटा आई थिङ्क दिस इज स्विट रहेछ। यो चाहिँ मिठाई रहेछ। यति नै पाउँदो रहेछ एज यु क्यान सी। सो एज यु क्यान सी अहिले चाहिँ 12:20 भएको छ र यो चाहिँ म आएको बस। अनि डिनरको लागि स्टपेजमा रोकेको छ। सो यो चाहिँ डिनर पोइन्ट रहेछ एज यु क्यान सी। यहाँ चाहिँ हाइवे लाइनको बसहरूको स्टपेज एरिया रहेछ। सो म पनि यहीँनिर डिनर गर्नु आँटेको छ अब। र
यो बसमा ट्राभल गर्छु अनि एज युजुअल अस्ति पनि म यही ठाउँमा रोकेको थियो, आज पनि यही ठाउँमा। मेरो कोच चाहिँ त्यो हो, मेरो स्लिपर बेड चाहिँ त्यो हो। अब यहाँ आई थिङ्क अहिले टक्कै 12:40 हुन आँटिसक्यो। सो 12:40 हुन आँटिसक्यो अनि मैले आज 12:30 चाहिँ खाना खाएँ, 12:30 र बसको लाइनअपहरू एज यु क्यान सी ओभर दामी बसहरू छ यहाँनिर। ग्रिन लाइन, एक्सप्रेस लाइन, श्यामोली, मा दुर्गा, हो त्यहाँ तपाईँ फ्री वाइफाई भएकोहरू, फ्री वाइफाई, एसी। सो बसमा मजा आउँछ ट्राभल गर्नु। सो बसको भित्रको भ्यू एकदम दामी छ। यो चाहिँ फुल स्लिपर बस रहेछ, फुल स्लिपर हो। तल्लो डेक पनि फुल स्लिपर अनि अप्पर डेक पनि फुल स्लिपर। लोकनाथ ट्राभल मजाको छ, सानो। यता चाहिँ डबल डेक, त्यसमा सिङ्गल डेक। मेरो पानी जुत्ता मैले त्यहाँ राखेको छु, मेरो ब्याग त्यहाँ छ। अनि झरेछ योलाई यहाँ राखिदिउँ, सस्तो छ। सुतिन्छ अब चाहिँ मिठो निन्द्रा। भोलि बिहान आई गेस 12 बिहान 9:30मा चाहिँ पुग्छ होला सिलगढी। फाइनली अब पुग्न आँटेँ म। 11:15 रहेछ र 2 hours 5 minutes जस्तो लेट भयो, डिले भयो। र अब चाहिँ सिलगढी पुग्नु 10 मिनटमा अब पुग्छ। र मैले एक्सपेक्ट गरेको थिएँ बिहान 9 बजे पुग्छ होला भनेर, तर बस निकै ढिलो भयो। सो त्यही भएर चाहिँ अब छिटो पुग्नु बित्तिकै म अर्को गाडी लिइकन ट्याक्सीमा चढिकन सिधै जानुपर्ने छु। र अहिले चाहिँ पुग्न आँटेँ सिलगढी। अहिले चाहिँ म सिलगढी चढिसकेको छु र अहिले चाहिँ आइएम टु हेडिङ टुवर्ड्स एसएनटी। हेरौँ कति बजेको बस छ, बस भयो भने जान्छु, बसमा नभए चाहिँ 2 माइल चेकपोस्ट जान्छु सिधै। फेरि टिस्टा बढेर आफै बढ्दैछ, म्यासिभ। सो अहिले चाहिँ म यहाँ 27 माइल आइपुगेको अवस्था र एकदमै गरम भइरहेछ। यहाँ चाहिँ ड्राइभरले खाना खानु रोक्दो रहेछ र म आएको गाडी चाहिँ खाली छ, एकजना मात्रै पेसेन्जर छ अनि म अगाडि र ड्राइभर छ। खाली गाडी पाएँ र छिटो पुगौँ भनेको अहिले 2:05 भइसकेको छ। हेरौँ 3 बजीसम्म म घर पुग्यो भने चाहिँ एकछिन भए पनि रेस्ट गरिकन चाहिँ त्यहाँदेखि फ्रेस भएर जानेछु सिधै माझीटार। यहाँ पुगेछ पानी छ। के यस्तो के छ त्यहाँनिर यत्रो ठुलो है, ठुलो ढुङ्गा छ। क्या भइरहेछ, बौलिरहेछ खोला त।